एभ्रिवान सबैजना स्वागत छ फेरि पनि लोगो ब्लगमा। हजुर पनि एकदम सन्चै हुन्छ होला, म पनि एकदमै धेरै सन्चै छु। आज चाहिँ के छ भनेपछि भोलि जानेछ र आज दामी दामी सिन गरेको छ, त्यही भएर हो। अनि त्यति कन्टेन्ट पाइँदैन थियो नि त, त्यही भएर आज यसो बनाइदिउँ भनेर धेरै भएको छ भ्लग बनाएको, त्यो आज स्टार्ट गरिदिउँ बनाइदिएको। अनि आज बोलेन भने जान्छौँ र आज सिनहरू छ एकदम राम्रो सक्नुहुन्छ र हामी मामा र म छौँ। मामा र म जानु लाग्यो अब यहाँ घरदेखि हिँड्नु भएको, घरदेखि हिँडेर रेडी गरौँ ल, रेडी गरौँ ल। भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब नगर्नु गरिगर्नु होला र यो भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला। र अब बाटोमा सिन हेरी हिँड्नुपर्छ। घरबाट हिँडिसक्यो, अब बोल्नु जान्छौँ। बोल्नुको हेर गर्नु होला। अनि यहाँदेखि चाहिँ फेरि अझै सिन देख्न सक्नुहुन्छ, सिनेमेटिकहरू हेर्न सक्नु होला। यहाँदेखि सिन देख्न सक्यो, मकैबारी हरियोपरि भइसकेको छ अहिले पानी आएर। अनि सिन देख्न सक्नुहुन्छ, दामी सिन। आजको वेदर चाहिँ बबाल छ। त्यो चाहिँ कुमेलो भयो होइन, त्यो चाहिँ उहाँको गजिलो भयो। यहाँ हाम्रो पारिक छ होइन। अनि यहाँ सिर भाइ म अनि कि म जाँदैछौँ। अनि यहाँ पार्क जान्छौँ, पार्क गरेर भेटी गरौँ ल। अनि साह्रो पार्क अब भलिबल हेर्नुपर्छ, भेटी गर्नु ल। यो चाहिँ खाडा हो होइन, यो चाहिँ यति खाबा भन्छन्। अनि यो चाहिँ खाडा भ्यू देख्न सक्नुहुन्छ, दामी चाहिँ त्यो साइड घाम लाग्यो क्या, यता साइड चाहिँ घाम बुढिसक्यो। सिन चाहिँ याद भएको होला, यही सिन देखेर हो क्या मैले भ्लग स्टार्ट गरेको, नत्र भने यहाँ कामसँग के गरेको भाइ, के गरेको खै तेरो। अनि यहाँ मैले देख्न सक्नुहुन्छ आजको सिन। हामी जाँदैछौँ, अब चाहिँ सिधी पारी गरेर भेट्नुपर्छ। अनि गाइस हामी गाउँमा आइसक्यो, अब भलिबल खेल्ने ठाउँ डोजर पनि यहाँ छ होइन। यहाँ गाउँमा आइसक्यो, हाम्रो गाउँ चाहिँ यस्तो छ होइन। अब चाहिँ पारी भलिबल खेल्ने कोर्टमा गएर भेटौँ न। केटाहरू आएन त्यो हेर्नुपर्छ। अनि भेटौँ गाइस भनौँ सरस्थित धेरै दिन भयो।